सो हेलो नमस्ते आयो सन्चै म पनि सन्चै आरामै छु। सो आज चाहिँ के होला थाहा होला कि आज चाहिँ दिवाली हाम्रो दिदीले यहाँ टक्कसँगले दिवालीमा रङ दिवालीमा टक्क बनाउँदै अघि नै भ्याइ कि सो यहाँ चाहिँ रङ्गोलीसँग टक्क यस्तरी फुसफुसे। सो हामीले चाहिँ झिलिमिली टक्कमै यस्तरी लाग्यो कि टक्क क्रिसमस ट्रीमा माथि टक्क यहाँ लाग्यो। तार पुगेन कि अलिकति यस्तो टक्कसँग सरेर सजावट गरियो। हामी दिदीले चाहिँ यहाँ युट्युब हेर्दै अलिकति एक दुईवटा चेन्ज गरी राख्यो कि यस्तो बबासँग। अनि हाम्रो भित्र चाहिँ कार्यक्रम यहाँ फुलसुलको कार्यक्रम थियो। सो यहाँ भजन लाउँदै टक्क हाम्रो मम्मी चाहिँ पूजा गर्दै टक्क भजनसँग मालासाला अब अलिकति तिहार चाहिँ मनाउनु पऱ्यो नि त। सो हाम्रो घर पनि भाले काटेको हिजो चाहिँ अनि टक्कसँग भाले चाहिँ हाम्रो घर चारवटा थियो, एउटा चाहिँ काटिदिएको हामीले। यहाँ जे होस् तिहारको लागि यहाँ बचे है दुईवटा तिनवटा छ सँगैसँगै। हामी चाहिँ काम गर्न गएको थियो कि उहाँ ठेसा लाउनु गएको थियो, त्यही भएर। अनि हामी दाइ चाहिँ आफ्नो बडी बिल्डिङ गर्दै यस्तो हेर्दै एक्सर्साइज गरेको दाइले ए यहाँ बडी एक्सर्साइज हानिदियो जे होस् बलियो जे होस् दाइ चाहिँ अलिकति बलियो कि एकदम आफ्नो बल्ने काम हुन्छ। यहाँ टुङ्गोसँग यस्तो सोरेर भए पनि अलिकति तामाङको अर्को हेरेँ हाम्रो दिदीले यस्तो मिहिनेत गर्दैछ हेर्नु। यस्तो फिनिसिङ चाहिँ यस्तो बब्बासँगले अनुहार जस्तोसँग यस्तो त राम्रो बनायो। फिनिसिङ भइयो फिनिसिङ भइयो। टक्क यहाँ 1000को नोट हाल्छु, टक्क त्यहाँ चाहिँ 1000को नोट हाल्छु। आज छिटो आइज त के भाइ पिठोले आफ्नो ढङ्ग नभएपछि के गर्छन् अब ढङ्गसँग माले आफ्नो खालि खाना र हिँड्न बाइक जान्ने अहिले पनि यस्तो बब्बा देखिन्छ आज चाहिँ